कुसादेवीको डाँडा गाउँमा छौँ। यस्तो छ हाम्रो आज केसरी डे 4 मा चाहिँ यसरी हामी बिहानैदेखि क्यामेरा पूजा गरेर लागि परिरहेका छौँ। यता पवन सर हुनुहुन्छ मेकअपमा। पवन सर नमस्ते। सन्चै छ नि हजुरलाई? ठिक छ नि अहिले? हजुर धेरै ठिक छ। अलिकति चिसोले गाह्रो पारिरहेको थियो। ठिकै छ अहिले। यहाँको मौसम पनि त्यस्तै छ, धेरै चिसो नै छ। हजुर पवन सर हेर्नु न, मेरो लागि चाहिँ कस्तो भन्नु एकदम सौभाग्य कि म यही ठाउँमा जन्मेको होइन, यही ठाउँमा हुर्केको, आज आफ्नै ठाउँमा बसेर मामाको त यही डाँडा बल्लपट्टि होइन? यही डाँडा पछाडि मेरो घर होइन। एकदमै बले नि यार गर्मीले होइन, एकदमै हजुरसँग अझ जोडिन पाउँदा अझै पनि हामी सौभाग्य भएका छौँ। फेरि विवेक भाइ ठिक छ नि? विवेक भाइ बवाल छ ल, बवाल छ। हामी केसरी सुटिङमा छौँ। हजुरहरूले साथ सपोर्ट दिनुभएको छ र त आज हामी यहाँ छौँ। एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु सबैलाई, हाम्रा प्रिय दर्शकहरूलाई सम्पूर्णमा नमस्कार। सबैले माया गरिदिनु होला। हुन त साथ सपोर्ट दिनु नै भएको छ, सधैँ गरी यसै गरी निरन्तर साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। यता हुनुहुन्छ भगवान सर हुनुहुन्छ। भगवान हजुर, केसरी जीवनको रङ्ग केसरीलाई सबैले माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला है। एकदम है त? हजुर हजुर।